सस्तो इलेक्ट्रिसियनहरूले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कति काम यहाँ बिगारिरहेको छ हेर्न सक्नुहुन्छ। एमसिबी बक्स यो डिस्ट्रिब्युसन बक्स चाहिँ यहाँ उल्टो लगाइरहेको छ हेर्न सक्नुहुन्छ। यो न्युट्रल बार पनि तल यो अर्थिङको भइहाल्यो। यो पावर सकेटको यो बक्स चाहिँ 2 फिटमा छ भने यो स्विचको चाहिँ ठ्याक्कै यो 5.5 फिटमा राखिरहेको छ हेर्न सक्नुहुन्छ। 5.5 फिटमा त यहाँ फिट गरिरहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ 6-8 को बक्स हो। यो 6-8 को बक्स चाहिँ यहाँ कामै छ। एमसिबी बक्स पनि हेर्न सक्नुहुन्छ उल्टो लगाइरहेको छ, उल्टो फिट गरिरहेको छ, उल्टो इन्स्टलेसन गरिरहेको छ हेर्न सक्नुहुन्छ यहाँनिर। त्यसपछि यहाँ तल पनि हेर्न सक्नुहुन्छ 3-4 को यो बक्स पनि कति हाइटमा राखिरहेको छ। यो पावर सकेटको 8 मोडुलरको यो बक्स यहाँ कामै छैन। यो 8 मोडुलर बक्स यहाँ हाइटको कुरा गर्यो भने यो धेरै माथि छ। मेन यो लाइटको पोइन्ट चाहिँ यो बक्समा आउनुपर्ने हो, यो स्विच बक्समा आउनुपर्ने हो। यो चाहिँ ठ्याक्कै उता यहाँ सर्कुलर बक्सबाट उता एमसिबी बक्समा गइरहेको छ। यो एमसिबी बक्स पनि हेर्न सक्नुहुन्छ इन्स्टलेसन पनि यो उल्टो गरिरहेको छ। यो फिट गरेको मिलेको छैन हेर्न सक्नुहुन्छ। यहाँनिर आइरहेको छ स्विचको पोइन्ट यहाँनिर यहाँ आइरहेको छ यो एमसिबी बक्समा। यहाँ एमसिबी बक्सबाट फेरि स्विचकोमा गएको छ। यहाँ यसरी वायरिङ गर्दा चाहिँ कति धेरै तारहरू लाग्छ। यस कारणले गर्दा हो जान्ने इलेक्ट्रिसियनहरूको लागि चाहिँ आमा काम छैन र नजान्ने इलेक्ट्रिसियनहरूको लागि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो हुन्छ। साथै च्यानलमा नयाँ हुन्छ भने एसडिपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्सक्राइब गर्नु होला। नयाँ हुन्छ भने सुदीप सुनुवार फलो गर्नु होला।